एउटा रमाइलो उदाहरणबाट सुरु गरौँ है। घरको धाराबाट अलिअलि पानी चुइरहेको थियो अनि त्यसलाई टाल्न भनेर प्लम्बर बोलाएको। उसले त पुरै सहरकै खानेपानीको मुख्य पाइप नै बन्द गरिदियो। यस्तो अवस्था कति भयानक हुन्छ होला। आज हामी यस्तै एउटा विषयमा गहिरो अध्ययन गर्दैछौँ। हजुर, यो साँच्चै नै एउटा गम्भीर विषय हो नि। आज हामीसँग नेपाल सरकारले सहकारी ऐन 2074 को दफा 50 उपदफा 9 मा गरेको संशोधन सम्बन्धी केही कानुनी विश्लेषण र वित्तीय प्रतिवेदनहरूको चाङ छ। हाम्रो उद्देश्य भनेको यो नयाँ नियम सहकारी क्षेत्रको सुधारको लागि आवश्यक कदम हो कि वा भनौँ न वित्तीय सङ्कट निम्त्याउने बाटो हो भन्ने कुरा केलाउनु हो। एकदम। नयाँ व्यवस्था अनुसार चाहिँ सहकारी सङ्घहरूले अब बचत तथा ऋणको कारोबार गर्न पाउने छैनन्। अनि हाल गरिरहेकाले पनि 3 वर्षभित्र बन्द गर्नुपर्नेछ। यहाँनिर मलाई एउटा कुरा खड्क्यो। 3 वर्षको समय भनेको त कारोबार मिलाउन र बन्द गर्न प्रशस्त समय हो नि, होइन र? यसो हेर्दा त्यस्तै लाग्छ। अनि यो व्यवस्था एक्कासी कसरी ठूलो सङ्कट बन्न सक्छ त? अब समय मात्र हेरेर पुग्दैन के? अहिलेको आर्थिक अवस्थालाई बुझ्नुपर्छ। बाहिरबाट हेर्दा यो 3 वर्षको समय सीमा दिएर ल्याइएको एउटा सामान्य नियमन जस्तो देखिन्छ। तर हाम्रा प्रतिवेदनहरूले देखाएको 92 अर्ब रुपियाँ भन्दा बढीको वित्तीय जोखिमलाई हामीले व्यवस्था गर्ने मिल्दैन। बाब्रे, 92 अरब? त्यो त एकदमै ठूलो रकम हो नि। त्यसमाथि अहिले विश्वव्यापी मन्दी छ नि त। यस्तो बेला जग्गा जमिनको भाव घटेको हुन्छ अनि व्यापार व्यवसाय सुस्त हुन्छ। भनेपछि पैसाको प्रवाह कम हुन्छ। ठ्याक्कै। मन्दीको बेला बजारमा तरलता नहुँदा ऋणीहरूले सम्पत्ति बेचेर वा व्यवसायबाट कमाएर एक्कासी ठूलो ऋण चुक्ता गर्न त सक्दैनन्। अनि बजारलाई नै धराशायी नबनाई यति छोटो समयमा अर्बौंको असुली त लगभग असम्भव जस्तै हुन्छ। यहाँनिर कुरा साँच्चै रोचक बन्छ है, किनभने स्रोत सामग्रीहरू हेर्दा एउटा डरलाग्दो सम्भावना देखिन्छ। हजुर, कस्तो सम्भावना? जस्तो कि सङ्घहरू बन्द हुँदैछन् भन्ने हल्ला मात्रै फैलियो भन्ने पनि नि। जसले ऋण लिएका छन् उनीहरूले अब संस्था नै बन्द हुन लाग्यो, किन ऋण तिर्ने भनेर सोच्न सक्छन् नि। एकदमै। यो त उल्टो ब्याङ्क रन जस्तो भएन र? मानिसहरू पैसा निकाल्न होइन कि तिर्न छाड्ने छन्। हो, र यो अवस्था बुझ्न सहकारीको संरचनालाई अलिकति बुझ्नुपर्छ। जस्तो गाउँ टोलमा हुने प्रारम्भिक सहकारी संस्थाहरू, जहाँ सर्वसाधारणले दिनहुँ पैसा जम्मा गर्छन् नि। हजुर। उनीहरूले आफूसँग भएको धेरै पैसा माथिल्लो तहको सहकारी सङ्घहरूमा लगेर जम्मा गरेका हुन्छन्। भनेपछि यदि सङ्घका ऋणीले ऋण तिरेनन् भने त सङ्घले प्रारम्भिक संस्थालाई पैसा फिर्ता गर्न सक्दैन? हो, अनि त्यहीबाट डोमिनो इफेक्ट सुरु हुन्छ। सङ्घले प्रारम्भिक संस्थालाई अर्बौं रुपियाँ फिर्ता दिन नसकेपछि ती गाउँ टोलका संस्थाहरू पनि त डुब्छन् नि। अनि यसको अन्तिम मारमा को पर्छ त? तिनै सर्वसाधारण सदस्यहरू जसले आफ्नो खुन पसिनाको कमाई जम्मा गरेका हुन्छन्। उनीहरूको बचत फिर्ता गर्ने प्रक्रिया पूर्ण रूपमा ठप्प हुनेछ। यो त एकदमै भयावह अवस्था हो नि। एउटा कानुनी संशोधनले कसरी पुरै चक्रलाई भत्काउँछ भन्ने यो एकदम स्पष्ट उदाहरण हो। त्यसो भए यसलाई समग्रमा हेर्दा के अर्थ निस्कन्छ त? के सहकारी अभियानलाई बचाउन यो संशोधनलाई पूरा रूपमा व्यवस्था गरेर पुरानै अवस्थामा छोडिदिनुपर्छ त? त्यसो पनि होइन। हामीले हेरेका वित्तीय विश्लेषणहरूले खारेजीलाई नै समाधान मानेका छैनन्। भनेपछि मध्यमार्गी बाटो केही छ? उनीहरूको सुझाव के छ भने नि, दफा 50 उपदफा 9 लाई संशोधन गरेर कारोबार ठप्पै पार्नुको सट्टा अर्को विकल्पमा जानुपर्छ। कस्तो विकल्प? कडा मापदण्ड तयार गरी लागू गर्नुपर्छ। अर्थात् रोगको उपचार गर्न पुरै अङ्गै नै काटेर फाल्नुको सट्टा सही औषधि चलाउनु पर्यो। एकदम सही। नियमनलाई चुस्त बनाउनु पर्यो। यो कुराले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ के संस्था बन्द गर्दैमा बचत सुरक्षित हुँदैन, बरु प्रभावकारी निगरानी र उचित नियमनले मात्रै प्रणालीलाई जोगाउन सक्छ। समस्याको व्यवस्थापन पो गर्ने हो त, प्रणाली नै नष्ट गर्ने होइन नि। हो, ठ्याक्कै त्यही त। एउटा सामान्य जस्तो लाग्ने कानुनी संशोधनले कसरी 92 अर्बको कारोबार र आम मानिसको वर्षौंको पसिनाको कमाइलाई जोखिममा पार्न सक्छ भन्ने कुरा यो गहिरो अध्ययनबाट छर्लङ्ग हुन्छ। हजुर। अघिकै कुरा, घरको धाराको छुवावट टाल्न खोज्दा सहरकै पानी बन्द गर्नु पक्कै पनि बुद्धिमानी होइन। आजको लागि हाम्रो छलफल यति नै।